नमस्कार। हजुर म चाहिँ एसटीएस शेर्पा कृषि नर्सरी तथा पशुपन्छी फार्म सञ्चालक। विशेष गरी मेरो चाहिँ रुद्राक्ष ग्राफ्टिङ गर्ने गर्दछु, रुद्राक्ष ग्राफ्टिङ गरेर बेच्ने गर्दछु। नेपालकै एकदम उन्नत जातको बिरुवाहरू, मुखीदार मात्रै फल्ने, दुई मुखी मात्रै फल्ने बिरुवाहरू। अब यो चाहिँ हजुरको टोटल्ली मुखीदार मात्रै फल्ने बिरुवाको ग्राफ्टिङ हो। यहाँ जोडिएको छ। टोटल्ली 8 मुखेभन्दा माथि फल्छ। मसँग 2 मुखे मात्रै फल्ने पनि छ। यो चाहिँ एउटा नमुना मात्रै हो यो फर्मको। मेरो चाहिँ घरमाथि तल बारीतिर छ सबै फर्महरू। यसलाई चाहिँ खासमा मैले डेलिभरी गरेर नि सजिलो हुन्छ। यो ठुलो पोली ब्यागमा राखिएको छ। ठुलो पोली ब्यागमा राखेपछि बिरुवाहरू मर्ने सम्भावना कम हुन्छ। यो चाहिँ जस्ता तस्तै सर्लक्क बाँच्ने सम्भावना हुन्छ, बाँच्छ। र यो डेलिभरी गरेर नि सजिलो हुन्छ ठुलोमा भएकोले गर्दाखेरि है। त्यो भएकोले गर्दा मैले चाहिँ बिरुवाहरू बेच्दाखेरि एकदम ग्यारेन्टीका साथ दिने गर्दछु। बिरुवा मर्यो भने अर्को बिरुवा दिने शर्त हुन्छ मेरो। तर के हुन्छ भने यसलाई चाहिँ चोरी भयो, गाईबस्तुले खुवाउनु भयो, भाँच्नु भयो भने चाहिँ शर्त हुँदैन। रोपेकै ठाउँमा ओइलिएर मर्यो भने चाहिँ अर्को बिरुवा दिने गरेको छ। तर अहिलेसम्म मेरोबाट लगेको बिरुवाहरू मरेको छैन। त्यसो भएको हुनाले गर्दा यसलाई चाहिँ लगभग रोप्ने तरिका चाहिँ कम्तीमा पनि 1 महिना अगाडि नै ठुलो खाल्डो खनेर पुरानो आलो मल होइन, पुरानो मल लाएर राखेर रोप्दा चाहिँ राम्रो हुन्छ होइन। अनि तपाईँको अलिक ठुलो भएपछि चाहिँ यसलाई अलिक वरपर खनेर मल लगाएर रोप्दा चाहिँ राम्रो हुन्छ। यसलाई चाहिँ अब प्लास्टिक स्वाट च्याप्ने र निकालेर ठ्याक्क राखेर यसलाई धेरै पुर्नु पनि हुँदैन। रुद्राक्षको चाहिँ अलिक कफल हुन्छ, यो एकदम यसको बोक्रा पातलो हुन्छ। ठिक्क यति मात्रै यसलाई पुर्नेर रोप्दाखेरि चाहिँ यो सर्लक्क जाग्ने हुन्छ। र मसँग थुप्रै ग्राफ्टिङ बिरुवाहरू छ। थुप्रै साथीहरूले पश्चिमदेखि लिएर पूर्व सबैतिर मेरोबाट जान्छ। 1 दशकभन्दा बढी भयो मैले यो फर्म सञ्चालन गरेको। राम्रै चलिरहेछ। अहिलेसम्म त्यस्तो नराम्रो रेकर्ड केही पनि छैन। साथीहरूले लगिरहनु भएको छ। र अब साथीलाई चाहियो भने मैले कतिदेखि कतिसम्म यसको मूल्य राख्नु भएको छ हजुरले? यो चाहिँ सबै ग्यारेन्टी हुन्छ सर। मैले पोहोरसम्म चाहिँ 12-15 हजारमा बेच्थेँ। अहिले चाहिँ यो तपाईँको चाहिँ 10 को हाराहारी अलिक बढी लानेलाई मैले मिलाएर नि दिने गरेको छु। 10 भन्दा बढी लानेलाई मैले एउटा थपेर उपहार दिने गरेको छु। र यस्तो नर्मल बिरुवाहरू चाहिँ मैले 8-10 वटा साथीहरूले त्यसै पनि दिने गरेको छु। मैले विभिन्न संस्था, विद्यालय, त्यस्तो मठ मन्दिरतिर यो रुद्राक्षको नर्सरीहरू दिने गरेको छु। विद्यालयहरूतिर रोप्ने गरेको छु। सामुदायिक वनतिर मैले रोप्ने गरेको छु। यसपाल पनि मैले 1-2 विद्यालयलाई यो नर्सरी दिने भनेर भनेको छु। उहाँहरू लिन आउनुहुन्छ केही दिन पछाडि। त्यस्तो छ। मैले यो बिरुवाहरू बाँड्ने पनि गरेको छु। हस्, धन्यवाद। यहाँ 5 खपन वार्ड नम्बर कति पो पर्छ हजुर? 3 नम्बर सर। वार्ड नम्बर 3। उहाँ चाहिँ एकदमै परिश्रमी त्यस्तो छ सर। अनि एकदमै जेन्जर अनि 200 भन्दा बढी चाहिँ ग्राफ्टिङ बिरुवा रोपिसकेको छ। हजुर। सुन्तलाहरू 500 भन्दा बढी हुर्काइसकेको छ यस्तो बिरुवाहरू हजुर हैन। त्यस्तो छ। अब तपाईको यो कति जमिनमा लगाउनु भएको छ सबै यो तलदेखि माथिसम्म? 40 रोपनी जग्गा मेरो ग्राफ्टिङ रुद्राक्ष 250-300 बिरुवा छ उन्नत जातको। अनि सुन्तला 500 भन्दा बढी छ। 2500 जति चाहिँ मैले कफीहरू रोपेर हुर्काइसकेको छु। अहिले तपाईँले यो ग्राफ्टिङ गर्नुभएको, अहिले देखाउनु भएको बिरुवा कति मुखेदेखि कति मुखेसम्म अनुमानले फल्छ? लगभग टोटल्ली 8 मुखे भन्दा माथि फल्छ सबै। 8, 9, 10, 11, 12, 13, 14हरू फल्छ। यसमा केही पिसहरू साथ फल्न सक्छ, तर मुखीदार 8 भन्दा माथि नै फल्छ यसमा। हस्, धन्यवाद तपाईँलाई। हस्, धन्यवाद।